मैले मेरो भाले बसलाई स्पिड प्यासेन्जर भएको ठाउँमा कुदाएर जाँदा प्यासेन्जर त अलरेडी अगाडि जम्मा भएर बसिरहेको छ। मेरो खलास भाइ तिमी ढोकाबाट झर्दै त प्यासेन्जरले भित्र मजाले छिराइदियो। किन झर्ने यार ल मुला किन झर्ने पो भन्छ, प्यासेन्जरले चढ्न गाह्रो भएको देख्थेँ। ल छोड्दै त्यो कुरा। अहिले चाहिँ हामी प्यासेन्जर हालिओरी मजाले यात्राको लागि अगाडि बढिरहेको थियौँ। एक्कासी प्यासेन्जरहरू त हल्ला गर्ने पो थाल्यो। त्यही भएर किन हल्ला गरेर रहेछ भनेर क्यामेरा उता फर्कायो त आमामा हाम्रो प्यासेन्जरहरूको रामलीला त यस्तो पो रहेछ त। होइन हो, अघि चढ्दाखेरि त एकदम भद्र भएर चढिरहेको थियो, अहिले त यस्तो के पार हो यार। तिमीहरूको यसो जिन्दगी तिमीहरू जेसो गर्ने गर भनेर म चाहिँ यसो यात्राको लागि अगाडि बढ्नु पर्यो भनेर यसो गाडी रन्काउन थालेको, गाडीको टायरमा त हावै रहन्छ। त्यही भएर चाहिँ मैले मेरो भाले बसको टायरमा हावा हाल्नु पर्यो भनेर गाडी ग्यारेजमा मात्रै के हालेको, ग्यारेजको मेकानिकहरू त कोही रहेन छ। त्यही भएर चाहिँ म आफै जाने भएर यसो टायरमा हावा हालिरहेको थिएँ, टायर त एक्कासी बुडेङ्ग पड्यो। मेरो अनुहार कस्तो भएछ अबुई निकालो। अहिले हामी टायरमा हावा हालिओरी यात्राको लागि अगाडि निस्किसकेको केटा हो। भर्खरै मात्रै नयाँ टायर हालेको भएर चाहिँ मेरो भाले बसलाई यसो रन्काइदियो भनेको तेल त लदै रिजर्भ बाबु आइपुग्छ त बा। त्यही भएर चाहिँ मैले मेरो भाले बसलाई फुल ट्याङ्क गर्नको लागि चाहिँ पेट्रोल पम्पतिर हालेँ। अहिले चाहिँ मेरो भाले बसलाई फुल ट्याङ्क गरेर चाहिँ फेरि हामी यात्राको लागि कन्टिन्यू अगाडि बढिसकेको छ केटा हो। गुरु यार वाक वाक लाग्यो यार, खाली पेटले होला, यता कतै होटल छ भने रोक्नु न यार, खाजा खानु पर्यो। ल एकैछिन है, यता अगाडि कतै मैले होटल देखेँ भने म अगाडि रोकिहाल्छु है। खलास भाइ त्यहाँ प्लास्टिक चाहिँ एक सबैले दिइहाल्छु छिटो। खास गरौ म प्लास्टिक बाँडिहाल्छु। मेरो सबै प्यासेन्जरहरू चाहिँ भोकले भोमिट गर्न थालेपछि मैले पनि नेपालको 5 स्टार होटल हायतमा गाडी छिराएर रोक्नु पर्यो भनेर छ्यास्स के ब्रेक मात्रै हानेको, सबै प्यासेन्जर त गुटुङटुङ कुदेर भागदिएर। सबै प्यासेन्जर यसरी गुटुङटुङ खाजा खान गएको देखेर मलाई पनि खाजा खान मन लाग्यो। त्यही भएर स्पिड गएर चाउमिन अर्डर गरेको एकैछिनमा बोलाइदिन्छ त बा। ओहो यस्तो चिसोमा तातो चाउमिन खाइहाल्नुपर्छ भनेर ल्याम खाइदिए। अहिले चाहिँ हामी खाजा खाइवरी फेरि यात्राको लागि अगाडि बढिसकेको छ केटा हो। सायद अघि बाटो भनेर आफूले टायरमा हावा हालेर होला फेरि गाडीको टायर त पञ्चर भयो यार। त्यही भएर चाहिँ अहिले फेरि नेपालकै वान अफ द बेस्ट वर्कसप टिएमजी जा वर्कसपमा मैले गाडी हालेँ। टिएमजी जा वर्कसपमा के गाडी मात्रै हालेको, यहाँको मेकानिकहरू त दिउँसै रक्सी खाएर झ्याप भएर बसिरहेको रहेछ। त्यही भएर तपाईँहरूले पनि देखिराख्नु भएको छ मेरो गाडीको टायर चाहिँ दिउँसै बत्ती बालेर बनाइरहेछ। अहिले चाहिँ हामी मेरो भाले बसमा टायरमा हावा हालिओरी टायर मर्मत गरी यात्राको लागि फेरि अगाडि निस्किसकेको छ। टिएमजी जा वर्कसपको मेकानिकहरू चाहिँ दिउँसै रक्सी खाएर झ्याप भएर बसे पनि टायर चाहिँ बब्बाल बनाइदिएछ। यसरी नै रमाइलो गर्दै यात्रा अगाडि बढिरहेको थियो। एक्कासी माछा पालन गरेको पोखरी देख्दिरा, ओहो यहाँको माछा त खानुपर्छ भनेर मैले हतार गाडी ठोकेर स्पिड माछा मारेर गएँ। अहिले चाहिँ मैले माछा मारी ओरी यो होटलमा पकाएर खानु पर्यो भनेर यो होटलमा गएको त हुँदैन पो भन्छ त यार। त्यसपछि मलाई पनि रनक्क रिस उठ्यो, त मुलाको होटलमा म चाहिँ बस्नु नै छैन त्यसपछि भनेर म चाहिँ फेरि स्पिड आफ्नो यात्रालाई कन्टिन्यू गरेँ। अहिले चाहिँ हामी यस्तो ठाउँमा आइपुगिसक्यो जहाँ उत्तर हेरी नि दक्षिण हेरी नि पश्चिम हेरी नि हरियो जङ्गल मात्रै नभएर अगाडि सानो एउटा होटल पनि रहेछ। अब चाहिँ हामी जङ्गलको यात्रा गर्नुपर्ने हुँदा यो अगाडि सानो सिटी रहेछ, त्यही भएर हामी सबैले चाहिँ यहीँ खाना खाने प्लानिङ गरेँ। त्यही भएर चाहिँ मैले स्पिड गाडी लिएर चाहिँ हतार गाडीबाट झरेर चाहिँ खाना अर्डर गरेको एकैछिनमा ल्याइदिन्छ त बा। म र मेरो खलासी भाइ चाहिँ एउटै टेबलमा बसेर मजाले खाना खाइरहेको थियो, एक्कासी दुईटा केटी आएर पो बस्दिन्छ त बा। केटी आएर टेबलमा बस्न पाएको छैन, मेरो खलासी भाइ त मसक्क मस्किन थाले यार। मेरो खलासी भाइ मस्किएको देखेपछि म पनि के कम भनेर यसो मस्किदिउँ भनेको, मेरो त घरमा छोरा छ नमस्किनु तपाईँ पो भन्छ त यार। त्यसपछि थर्ड यस्तो अर्काको बुढीसँग धेरै मस्किनु हुँदैन भनेर हतार खाना खाएर फेरि आफ्नो यात्रालाई कन्टिन्यू गरेँ। गीत बजाउनु न एकैछिन है ब्रदर, ए खलास भाइ गीत बजाइदियो त। आस गर ल भाइ बन्द गर, मलाई फेरि कपिराइट आउँछ। यसरी नै रमाइलो गर्दै आफ्नै तालले गाडी चलाइरहेको थियो, एउटा बोला यस्तरी कुदेर आएर अगाडि ब्याङ्ग गाडी ठोक्दियो। त्यसपछि मैले यसरी बाटो छेकेर नबस गाडी साइड ला भनेर यति हरन ठग्यो कुरै छोडिदियो। यति धेरै हरन हानेर पनि नमानेपछि मैले आफ्नै गाडीले हुत्याउँदै साइड लाएर फेरि आफ्नो यात्रालाई अगाडि बढाएँ। अहिले चाहिँ हामी यस्तो ठाउँमा आइपुगिसकेको छ कि जहाँ तपाईँले जता हेऱ्यो भने एकदमै रमाइलो इन्भाइरोमेन्ट देख्न सक्नुहुन्छ। त्यही भएर चाहिँ यो ठाउँमा मैले 5 मिनटको लागि गाडी रोक्ने प्लानिङ गरेँ। मलाई चाहिँ अघिदेखि नै पिसाब आइरहेको थियो, त्यही भएर हतार गाडीबाट झरेर चाहिँ म चाहिँ स्पिड जङ्गलतिर पिसाब फेर गएँ। अहिले चाहिँ हामी यस्तो ठाउँमा आइपुगिसकेको छ कि जहाँ जता हेऱ्यो पनि हरियो मात्रै हेर्दो रहेछ। लुक एट द बाटो यो बाटो हेरेपछि चाहिँ मलाई नागिन सिरियल हेरेको याद आयो। नागिनको पुच्छर भन्दा बढी यो बाटो घुमेको। त्यही भएर यस्तो बाटोमा गाडी चलाउन कम्ता मजा आउँछ केटा हो। मजा मात्र हेर्न नि, फेरि यो बाटोमा अलिकति मिस्टेक गऱ्यो भने सिधै यमराजको घर मिन मामाको घर। मेरो भाले बसको अघि भर्खर टायर बनाएर आएको, फेरि यो अफरोडले गर्दाखेरि फेरि पनि टायर पञ्चर भयो। त्यही भएर चाहिँ म यो ग्यारेजमा गाडी खुल्वाप हाल्छु। अहिले चाहिँ मेरो भाले बसको टायर बनायो फेरि यात्राको लागि अगाडि बढिसक्यो केटा हो। अहिले चाहिँ हामी ओखलढुङ्गाको सदरमुकाम रुम्जाटारमा आइपुगिसकेको छ केटा हो। बस पार्क चाहिँ जम्मा यहाँदेखि लगभग 2 देखि 3 किलोमिटर मात्रै बाँकी होला। अब यदि अहिलेसम्म तपाईँले मेरो भिडियो हेरिराख्नु भएको छ भने सल्लाह सुझाव प्रतिक्रियाहरू दिनु होला। मेरो भिडियो कस्तो लाग्छ तपाईँले जस्ताको तस्तै तल कमेन्टमा लेखिदिनु होला है। अहिले चाहिँ म फाइनली रुम्जाटारको बस पार्कमा पुगिसकेको छ केटा हो। आजको लागि